जुत्ता फुकालेर आउने तालमा अब ऊ अर्को ज्याकेट फुकालेर अब लाग्ने बिस्तारै पग्लायो त पग्लाइ छ अब आज त दर्शन नगरिकन भौँदैन भाइ डोलेश्वर मन्दिर जाने कता हो यता हो धन्यवाद कुकुर सुत्देको हेलो गाइस आज चाहिँ हामी आशापुरी जाँदैछौँ होइन दाइ हो हाम्रो रोशन दाइ हामी कता जाने दाइ हामी कुसादेवी के अरे हाम्रो यो भीम नेउपानेको घर हुँदै जाने हो अब त्यहाँ माथिबाट पनि छ सन्चै बाटो त्यो चाहिँ अलि लामो पर्छ अब हामी उता साँगाबाट गएको भए नि हुन्थ्यो भीम नेउपाने भने हाम्रो पूर्व मेयर मेयर हाम्रो यहाँ आरोग्य भाइ छ के छ ठिक छ कतै अब जाउँ है हामी अहिले पनौती आइपुग्यौँ गाइज पनौतीबाट अगाडि लाग्यौँ हामी चाहिँ अहिले कुसादेवी आइपुग्यौँ होइन अब यो चाहिँ कुसादेवी रोड हो के अरे कुसादेवी बजार हो होइन अब कुसादेवी आइपुग्यौँ लगभग यतिखेर हाम्रो 6:30 पौने 7 छ होला 6:30 भयो होला किनभने घरबाट हामी 6 बजीतिर हिँडेका छौँ होइन पछाडि दाइ आउँदै हुनुहुन्छ रोशन दाइ हाम्रो आरोग्य भाइले चाहिँ बाइक चलाउँदैछ है यानी पखमा अब हामी बजार पनि कटेर अगाडि गयौँ अब यहाँ यता बाँसतिरबाट गयो भने उता मानेदोमनतिर पुग्छ अनि अब यता हामी आशापुरीपट्टि गयौँ होइन यता माथि हाम्रो पूर्व मेयर भीम नेउपानेको घर हो त्यता गयौँ होइन त्यहाँबाट अगाडि आएपछि कच्ची छ बाटो कस्तो कच्ची रहेछ बाटो पनि कच्ची पनि जस भाइले चलाइरहेछ होइन म पछाडि बसिरहेको छु ट्रिप इन्जोय भइरहेको छ होइन अनि काहीँ ढलान काहीँ कच्ची यस्तै हो यसरी नै गइरहेछ जोस् हाम्रो यात्रा अगाडि बढिरहेको छ अगाडि कन्टिन्यू बढिरहेको छ जोस् यस्तो रमाइलो भएको छ कि जोस् तिनैजना भए पनि एकदम रमाइलो भइरहेछ होइन अगाडि अब हामीलाई चाहिँ बाटो कन्फ्युज भएर कता जाने भयो होइन अनि त्यो भएको भएर हामी चाहिँ सोधेर जोस् कतै गयो देब्रे जानुभएको हामी यहाँसम्म आइपुग्यौँ यहाँ आएपछि फेरि कन्फ्युज भयौँ हामी है कता हो यता र अगाडि सोध्नु पर्ला अगाडि गएर सोध्नु पर्ला झन् यो बिचको बाटो आयो भनेर बस्नु पऱ्यो अब हामी यहाँबाट अगाडि बढ्यौँ है फेरि अब देब्रे होला भनेर देब्रे गयौँ हिलो यस्तो छ कि आमा छोडिदिनु न हिलो खत्रै हिलो छ अब यहाँ रोक्यौँ यहाँ फेरि कसैलाई सोधौँ भनेर आएको कन्फ्युज भयो कोही पनि छैन यसो हेर्दाखेरि अनि अगाडि यसो हेरेको त्यहाँ मन्दिर रहेछ मन्दिरमा त अब त्यहाँ मन्दिर के भनेर सोधौँ भने पनि मान्छे छैन यताउति केही मान्छे छैन अब यो उसलाई के अरे मकैलाई सोधेर भएन घाँसलाई सोधेर भएन यिनीहरू बोल्दैनन् अब होस् भनेर अगाडि बढ्यौँ हामी त्यही त होला नि भनेर अगाडि बढ्यौँ त्यस बाटो यही नै रहेछ रहन चाहिँ होइन हाम्रो अनुमान पनि सही नै भयो गयो फेरि हिलो आयो है हिलो पनि कति आउने अब यस्तो बाटो चाहिँ खतमै छ छोडिदिनु न म यसमा ओर्लेर अगाडि गएर अनि यो ओर्लिनु त पर्ने थिएन भाइले राम्रै चलाइरहेको थियो भए पनि आफैले डर लाग्यो बाटो यस्तो हिलो छ तलपट्टि भिर छ है अनि के गर्नु अब अगाडि हिलो पछाडि यता तल साइडमा भिर छ तर जे भए पनि भाइले चाहिँ एकदमै बबाले चलाएको छ बाइक चाहिँ एकदम पर्फेक्टै यति सानो उमेर पनि बबाल चलाएको छ त्यो फेबरबाट आउने बाटो त्यही हो त्यो मैले बाख्रो स्टेपबाट चढ्ने बाटो भनेको थिएँ नि त्यही हो क्या त्यही हो यही हो बाटो चलन चल्तीको बाटो हिँड्नु पर्छ कि मान्छे बाटो थाहा भइहाल्छ बाटो एकदम छ बाटो कठिन बाटो एकदम खराब बिस्तार लिएर भाइ बिस्तार स्कुटर लिएर हिँड्नु परेको छ लिगमा हालेर ल्याउँछ लिगमा उसले लिगमा हालेर लिएर आउँछ म चाहिँ आइसक्यो दाइ आउनु हो फाइनल्ली साह्रै कठिन
जुत्ताको माया नगर न बिस्तार बिस्तार जुत्ता खाएको रहेछ धन्न मैले अर्को जुत्ता लगाएर अब मासतिर एउटै बाटो छ नि मैले चप्पल लगाएर आउनु पर्ने त म ओली नै भन नि मैले त लानुपर्छ सक्छस् किन नटेकिकन सुइँ जानु न कहाँ खाल्टो छ यहाँ होला म लगाउँथ्यो उयो पछाडि ए ऊ त्यो डाँडो देखिन्छ यही हो कि बाटो यही हो मैले हामी खोलो पार गरेर आयौँ बेबर खोलो बेवर खोलो है यो साँच्ची टक्क दाइ जुत्ता फुकालेर आउने तालमा अब ऊ अर्को ज्याकेट फुकालेर अब लाग्छौँ बिस्तारै अब लाग्ने बिस्तारै भोग लाग्यो त भोग लाग्यो त छैन अब आज त दर्शन नगरिकन भोग लाग्यो नि काम छैन ओ ठिक छ हाम्रो आरोग्य भाइलाई चाहिँ भोग लाग्यो कि हामीलाई चाहिँ छैन यसलाई पनि छैन उनी अब केही हुँदैन कि अब बाइकभन्दा ज्यानभन्दा प्यारो जुत्ता गरेर हुन्छ उसलाई चाहिँ जुत्ता खोरो भन्ने मात्र लागिरहेको छ गाह्रो हो त अब राइडर चेन्ज भयो होइन अब मैले राइड गर्दैछु होइन भाइले चाहिँ भिडियो बनाउँदैछ पछाडि बसेर भाइलाई अब भयो दाइ मलाई पुग्यो भनेर भन्यो उसलाई गाह्रो पनि भयो होला है एकदम कठिन ठाउँमा त्यस्तो ठाउँ पनि चलाएर उ गर्यो मैले उसको जस्ट परीक्षा पनि हेरेको थिएँ कतिको के यस्तो गाह्रो साह्रो ठाउँमा नि लान्छ के गर्छ भनेर जस्ट भाइले चाहिँ लयो खत्रै रिभर क्रसिङ आइसक्यो गाइस रिभर क्रसिङ होइन हामी यही बात जान्छ नि आरो गाडी होइन होला त अब यहाँबाट उकाल्ने होइन छैन होला त्यहाँ त्यो खोला क्रस गर्नै पर्छ अनि हाम्रो रोशन दाइ आइसक्नु हो यहाँ उकाल्ने होइन होला त खोला क्रसै गर्ने होला होइन खोला फेरि क्रस गर्नु पऱ्यो म त ओर्लिन्छु ए ओर्लिनै मिल्दैन हामी चाहिँ आशापुरी आइपुग्यौँ हिँड्दै आशापुरी आइपुग्यौँ म त दुईचोटि होला सानो बेला आएको थिएँ त्यहाँ आएको थिएँ तपाईँ हो फेरि फर्स्ट टाइम आएको मात्रै बाटो देखाउने आएको छ पहिले धारै थिएन
ल हामी चाहिँ अब आशापुरीको दर्शन भयो है आशापुरी महादेवको अब त्यसपछि अब यहाँ हामी डोलेश्वर जाँदैछौँ है डोलेश्वर जाँदैछौँ त ज्याकेट नला नि होइन त अब डोलेश्वरको यात्रा अब हामी डोलेश्वर लाग्छ 8 बज्यो अनि हामी फेरि कम ब्याक टु माई होम हाँस्यो त के इङ्ग्लिस भनेर मिलेन बाइक निकाल अलमारी बाइक निकाल ला ए चाबी अब आशापुरी महादेवको दर्शन गरेर चाहिँ हामी त्यहाँबाट अब डोलेश्वर महादेवपट्टि लाग्यौँ है डोलेश्वर महादेवपट्टि लाग्यौँ त्यता जाँदा बाटो त राम्रै रहेछ आशापुरीको भन्दा त जस यता हामी अब डोलेश्वरबाट के अरे आशापुरीबाट अगाडि डोलेश्वरपट्टि अगाडि रोशन दाई हिँडिरहनु भएको छ कुदिरहनु भएको छ पछाडि फेरि हाम्रो आरोग्य भाइले नै राइड गरिरहेको छ है नयाँ बाटो उसलाई पनि जस मन लाग्छ नि त होइन अन्त मेरो पनि नयाँ बाटो मेरो पनि फर्स्ट टाइम हो म पनि फर्स्ट टाइमै गएको होइन केही पनि थाहा थिएन गाइज यहाँ आइयो अब यहाँबाट दाई पखनु है कहाँ जाने आशापुरी यता पार्टी भन्ज्याङ होइन यहाँ रहेछ ल रानीकोट घ्याम्पे डाँडा पानी डोलेश्वर भनेपछि हामी यता आएपछि यता हो क्या हो भाइ डोलेश्वर मन्दिर जाने कता हो यता हो धन्यवाद कुकुर सुत्दिएको हामी चाहिँ यहाँ भाइलाई सोधेर होइन भाइले तलतिर हो जाने बाटो डोलेश्वर जाने बाटो तलतिर हो भनिसकेपछि हामी तलतिर लाग्यौँ होइन तलतिर लाग्यौँ डोलेश्वर महादेवपट्टि लाग्यौँ तलतिर अब ओह्रालो हुँदै जानुपर्ने रहेछ जस तल हुनुहुँदो रहेछ डोलेश्वर महादेव होइन डोलेश्वर महादेव चाहिँ तपाईँको केदारनाथको शिर हो अरे है केदारनाथको शिर हो अरे है अनि जस अब एकदमै म त एकदम एक्साइटेड भएर गइरहेको छु होइन महादेवको दर्शन गर्नको लागि एकदमै टु मच एक्साइटेडमा छु होइन अब यहाँ एकछिन रोकेर हामीले सिनहरू हेऱ्यो यस्तो गऱ्यो दाइको पनि यो बाटो चाहिँ नयाँ पहिलोचोटि नै रहेछ होइन अब हाम्रो पनि पहिलोचोटि नै हो होइन भाइ र दाइ चाहिँ गइसकेर छन् म चाहिँ गएको थिइनँ त्यही पनि उतापट्टिबाट गएको रहेछन् म चाहिँ गएको थिइनँ है उसो लगाइरहेको छ है त्यही भएर यसो चाहिँ खतरै लगाइरहेको छ हामी यहाँबाट फेरि हिँड्यौँ है हामी यहाँबाट फेरि हिँड्यौँ यसो हेरेर अब सिन त के हेर्नु उसो हेर्नु होइन हेऱ्यौँ त्यो अगाडि सिन चाहिँ राम्रो छ यहाँ आएपछि बाटो पनि बबाले रहेछ ढलान गरेर छेउतिर बार हालेर जस बबाले बनाएको रहेछ बाटो चाहिँ अहिले है सरकारले चाहिँ यति चाहिँ गरेर छ है यो ठाउँमा बाटो चाहिँ एकदम बबाल बनाएको छ अगाडि कच्ची बाटो ढलान यस्तै यस्तै हुँदै आयो हामी केदारनाथको शिर हो डोलेश्वर महादेव उल्लेख छ अब भन्ने चाहिँ केही छ है हाम्रो चाहिँ यहाँ ट्याक्टर हामी डोलेश्वरमा आइसकेका छौँ केदारनाथको शिर भन्छन् यहाँ के आफै उत्पन्न भएको होइन महादेव शिर भनेपछि त आफै त शिर केदारनाथको शिर डोलेश्वर भनेपछि कस्तो ल कस्तो हो माला हेर्नुपर्छ अहिले हेरौँला पूजा गराउनु पाइन्छ होइन